स्टिकर हानेर जस्ट कमेन्ट नगरिदिनु होला। यहाँ चाहिँ केटा बिहा छ होइन र अचल अलिक कमेन्ट आउँदै पनि लभ म्यारिज अलिक कमै हुन्छ। यहाँको बिहा चाहिँ देख्दाखेरि बबाल लाग्छ हुन्छ। खतरा खतरा कमेन्ट गरिदिनु होला हजुर, मोटिभेट हुँ होइन, मलाई भिडियो बनाउनु जोस जागर लाग्नु जस्तो होइन, के को बारेमा भ्लग हाल्यो त्यो चाहिँ कमेन्ट गरिदिनु होला होइन। हेलो सो गाइज गुड मर्निङ, आयो हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदम ठिकठाक छु। सबैजनालाई स्वागत छ फेरि पनि मेरो न्यू भ्लगमा। अनि म चाहिँ साहिल होइन, जति पनि नयाँ मान्छे हुन्छ प्लिज सब्सक्राइब गरिदिनु होला। सबले सब्सक्राइब भनौँ त सुक 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 होइन। आज चाहिँ आजको भ्लग पनि इन्ट्रेस्टिङ हुनेछ, पुरा भ्लग हेरेर साथ दिनु होला, फुल वाच टाइम गरिदिनु होला। सबैभन्दा युट्युबमा भनेको मेन कुरा भनेको फुल वाच टाइम हुँदो रहेछ। यहाँ चाहिँ केटा बिहा छ होइन, यहाँ चाहिँ बिहामा चाहिँ यसरी सजावट गर्छन् कि होइन, यहाँको बिहा चाहिँ देख्दाखेरि बबाल लाग्छ अनि इन्ट्रेस्टिङ। तपाईँको स्पिकर हुन्छ नि, यहाँ चाहिँ डिजे सिस्टम भन्छन् होइन, डिजे सिस्टम यति गराउँछन् होइन, तपाईँको जस्ट हुन्छ नि त अलग्गै मजा छ यार। यहाँको बिहा त शादी चाहिँ हेर्न चाहिँ होइन बल मजा आउँछ। यहाँ चाहिँ लभ म्यारिज अलिक कमै हुन्छ, परै चाहिँ यहाँ चाहिँ मागेर आफ्नो बाबुआमाको संस्कृति अनुसार गर्छन्। रमाइलो हुन्छ यहाँको बिहा चाहिँ होइन। कहिले कसो खानाको लागि पनि प्रशस्त हुन्छ यहाँ चाहिँ होइन। बिहामा मात्रै तपाईँको लगभग हुन्छ होला कि 50-60 लाख खर्च हुन्छ होला बिहामा मात्रै। छोराछोरीको डुबैको के भेदभाव नगरिन् बिहा गरिदिन्छ यहाँ चाहिँ होइन। कहिले आएर चाहिँ त्यसो गाई चिया सामान किन्न आएको, म सामान किन्छु। यत्रो बेला गाई झन् म बाटोमा यस्तो बोलिरहेको होइन, यत्रो बेला भ्लग गरिरहेको थिएँ होइन, म बोलिरहेको थिएँ तर क्यामेरा चाहिँ मन भएर हुन्छ कि पागल जस्तो भयो मलाई। अरे हाँ भाइ हाँ, मेरो चाहिँ होइन कमेन्टमा होइन तपाईँले कमेन्ट गरिदिनु होला म कस्तो खालको भ्लग बनाऊँ होइन, मेरो भ्लग हजुरलाई कस्तो लाग्छ। त्यो स्टिकर हानेर जस्ट कमेन्ट नगरिदिनु होला होइन। जस्ट मेरो चाहिँ होइन यहाँ चाहिँ मलाई धेरैजनाले कमेन्ट गर्नुभएको थियो, एउटा दिदीले राम्रो कमेन्ट गरिदिनु भएको थियो मलाई। त्यो दिदीको एकदमै राम्रो लाग्यो होइन, मलाई सुझावहरू दिइराख्नुहुन्छ होइन। यहाँ कमेन्ट धेरै आउनु लागेको छ नचलले होइन, खुसी लागेको छ होइन, कमेन्टहरू धेरै आएका छन्, त्यो देख्दा धेरै खुसी लागेको छ। अनि मेरो भ्लग चाहिँ कस्तो लाग्छ हजुरहरूलाई? कस्तो लजाउने कि तिमी त छ्या चनगाई चाहिँ आफूलाई त एउटा थिङ्किङ हुन्छ नि त, के को बारेमा भ्लग हाल्यो होइन, के को कसरी भ्लग हाल्यो भनेर थिङ्किङ हुन्छ, त्यो चाहिँ मेरो माइन्डमा चलिरहेको होइन। यहाँका कार हेर्ने यस्ता हुन्छन् गाई होइन, यहाँ चाहिँ हरेक घर एक गाडी त हरेक घरमा हुन्छ होइन। मेरो घरमा चाहिँ कहिले त्यस्तो होला भन्ने आशा राख्छु होइन, तर सबको घरमा चाहिँ नहोस्, मेरो सब्सक्राइबरको घरमा र होइन, जो मलाई मेरो भिडियो फुल वाच गरिदिनुहुन्छ अनि जसले मेरो भिडियो हेर्छ नि त्यसको घरमा चाहिँ गाडी हन् नाटकै हो बङ्गला हुन् होइन, उनीहरूको म चाहिँ आशीर्वाद खतरा दिन्छु होइन। चाहिँ यस्ता हुन्छन् कि गाई होइन, यो आज कहाँ बिहा रहेछ, अब यत्रो जान्ला गाडी जान्ला, डिजे सिस्टम हुन्छ। तपाईँको डिजे सिस्टम यति ठुलो हुन्छ नि त, रातभरि बज्ने सिस्टमहरू हुन्छन् ठुला के तपाईँले भन्नुहुन्छ यार। यहाँ लगभग तपाईँको यहाँ त 50 किलोमिटर टाढा बजे अनि पनि यहीँसम्म मुटु ढोक गर्ने होइन, त्यो सुन्दाखेरि बवाल लाग्छ होइन। यहाँ चाहिँ कार्तिक लागेको छ गाई होइन, बाटाभरि कुकुरहरू सुतिरहन्। अनि भन्नुपर्दा गाई छ होइन, मेरो चाहिँ दिन दौडे जस्तै चलिरह मौज मस्ती छ होइन। भन्नुपर्दा युट्युबमा पनि अब भ्युज लाइक त अब जान्नु नि, त्यही पनि डेलीको कन्टेन्ट हुन्छ मेरो, डेली हाल्छ होइन। हिजो चाहिँ हाल्नु पाएन होइन, हिजो किनकि एउटा भ्लग बनाएको थिएँ होइन, त्यसलाई एडिट गर्दै टाइम लाग्यो, किनकि त्यो भिडियो चाहिँ कस्तो लाग्थ्यो कमेन्ट गरिदिनु होला होइन। प्लिज यार जति पनि नयाँ मान्छे हुनुहुन्छ प्लिज यो चाहिँ मेरो सुझावको लागि होइन, भ्लगमा होइन जति पनि नयाँ मान्छे हुन्छ खतरा कमेन्ट गरिदिनु होला। हजुरको कमेन्ट पढेर म मोटिभेट हुँ होइन, मलाई भिडियो बनाउनु जोस जागर लाग्नु जस्तो होइन, के को बारेमा भ्लग हाल्यो त्यो चाहिँ कमेन्ट गरिदिनु होला होइन। तर कमेन्टले भरिदिनु होला क्या, तर कमेन्ट त आइरहेको छन् होइन, धेरै खुसी लागेको छ। पहिलाको भन्दा धेरैहरू अचल अलि कमेन्ट आउँदैन, त्यही पनि ठिक छ, राम्रो हो, एकदम राम्रो हो होइन। जति पनि कमेन्ट गरिदिनु हो मलाई हृदयदेखि धन्यवाद। अनि चाहिएको सो गाइज होइन, यति नै आजको भ्लग चाहिँ मेरो लागि होइन। म चाहिँ यहाँलाई इन्ट्रेस्टिङ भ्लग ल्याइ आइरहने छु होइन। अनि सो गाइज आजको भ्लग चाहिँ यति नै, बाई बाई होइन। कस्तो लाग्छ भ्लग, के लाग्छ भ्लग होइन, सुझाव सल्लाह दिनु होला। अनि मेरो भ्लग कस्तो लाग्छ कमेन्टमा पनि बताइदिनु होला। आजको भ्लग यति, बाई गाइज।